नेपालको शासन व्यवस्थामा एउटा ठूलो परिवर्तनको प्रयास भइरहेको छ। सरकारले भर्खरै एउटा निकै नै महत्त्वाकांक्षी सुधार योजना अघि सारेको छ र यो यस्तो योजना हो जसले सरकारी काम कारबाहीदेखि लिएर आम नागरिकको जीवनसम्म भन्नुपर्दा लगभग सबै क्षेत्रलाई छुने लक्ष्य राखेको छ। तर यो कुनै सामान्य घोषणा मात्रै होइन है। यो योजनाको सबैभन्दा खास कुरा के हो भने यसले तोकेको एकदमै कडा डेडलाइन हो। सरकारी निकायहरूलाई यति दिनभित्र यो काम सक्नै पर्छ भनेर स्पष्ट निर्देशन दिएको छ। अब यसको पछाडिको सोच के हो त? वर्षौंदेखि चल्दै आएको त्यो ढिलासुस्ती र झन्झटिलो प्रक्रियालाई त्यसलाई नै अन्त्य गर्ने। ल, यो योजना निर्देशन र डेडलाइनले भरिएको त छ, त्यो त हामीले बुझ्यौं। तर खास प्रश्न त यो हो नि, यसभित्र साँच्चै के कस्ता ठोस कुराहरू छन् त? आउनुहोस्, आज हामी मिलेर यही योजनालाई एक एक गरी केलाएर हेरौं र बुझ्ने कोसिस गरौं कि यसले नेपालको भविष्यमा कस्तो असर पार्न सक्ला। ल, यो विश्लेषणलाई हामी 5 भागमा हेर्छौं है। पहिलो, यो सरकारी कार्ययोजना खासमा कस्तो छ। दोस्रो, अर्थतन्त्रलाई फेरि उकास्न के गर्ने भनिएको छ। तेस्रो, यो डिजिटल नेपाल बनाउने भन्ने कुरा के हो। चौथो, भ्रष्टाचार रोक्न र सरकारी सेवा सुधार्न के कस्ता कदमहरू छन्। अनि अन्त्यमा सबैभन्दा ठूलो प्रश्न, के यो योजना साँच्चै सफल होला त? सबैभन्दा पहिला यो योजनाको चुरो कुरो बुझौं। यसको मुख्य लक्ष्य नै सरकारी काम गर्ने तरिकालाई पूरै बदल्नु हो। मतलब निर्णयहरू छिटो हुन्, काम गर्न ढिलासुस्ती नहोस् अनि हरेक सेवा सुविधा आम नागरिकलाई केन्द्रमा राखेर बनाइयोस्। यो योजनाको दायरा निकै ठूलो छ है। यसले देशका धेरै क्षेत्रहरूलाई एकै ठाउँमा ल्याउन खोजेको देखिन्छ। यसलाई हामी सजिलोको लागि 3वटा मुख्य पिलरमा बाँडेर हेरौं। पहिलो हो आर्थिक सुधार, दोस्रो डिजिटल पूर्वाधारको निर्माण र तेस्रो प्रशासनिक र सुशासनमा सुधार। अनि यी तीनवटै कुरामा एकदमै महत्त्वाकांक्षी लक्ष्य र कडा डेडलाइनहरू राखिएका छन्। अब योजनाको पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण हिस्सा, त्यो हो अर्थतन्त्र। देखिन्छ कि सरकारले देशको आर्थिक वृद्धिलाई गति दिन र लगानीको वातावरण बनाउन एकदमै जोड दिएको छ अनि यसका लागि निजी क्षेत्रको भूमिकालाई केन्द्रमा राखिएको छ। यसभित्र लगानीकर्ताहरूलाई तान्न केही ठोस कदमहरू छन्। जस्तै लगानीका लागि चाहिने सबै अप्रुभल एउटै ठाउँबाट दिने व्यवस्था गर्ने, ताकि लगानीकर्ताहरूले ठाउँ-ठाउँमा कार्यालय धाइरहनु नपरोस्। अर्को कुरा, उद्योग व्यवसायको सुरक्षाको ग्यारेन्टी गर्ने। अब यसो गर्दा लगानीकर्ताहरूको कन्फिडेन्स बढ्छ भन्ने सोचाइ छ। यो योजना कति सिरियस छ भन्ने कुरा त एउटा निर्देशनले नै प्रश्न पार्छ। उद्योग र व्यवसायको सुरक्षाका लागि एउटा पूरै नयाँ सुरक्षा संरचना बनाउने काम, त्यो पनि जम्मा 30 दिनभित्र सक्नुपर्ने। यो साँच्चै नै एकदमै महत्त्वाकांक्षी लक्ष्य हो, किनभने यस्तो संरचना बनाउन नीतिगत र व्यावहारिक तयारी गर्न सामान्यतया धेरै समय लाग्छ। ल, अब लागौं योजनाको दोस्रो पिलरतिर, जसको लक्ष्य हो टेक्नोलोजीको प्रयोग गरेर सरकारी सेवालाई आम नागरिकको हातमै पुर्याउने। यसलाई डिजिटल नेपाल बनाउने एउटा ठूलो अभियानको रूपमा हेरिएको छ, जसले सरकारी काम गर्ने त्यो पुरानो झन्झटिलो शैलीलाई हटाउने लक्ष्य राख्छ। सरकारको स्ट्र्याटेजी यहाँ एकदमै क्लियर देखिन्छ र यो 3 स्टेपमा छ। स्टेप 1, राष्ट्रिय डिजिटल प्लेटफर्म जस्ता बलियो जग तयार गर्ने। स्टेप 2, सबै सरकारी निकायका डेटा र सेवालाई यही प्लेटफर्ममा ल्याएर जोड्ने। अनि स्टेप 3, जुन अन्तिम हो, आम मानिसलाई एउटै मोबाइल एप वा वेबसाइटबाट सबै सरकारी सेवा सजिलै दिने। यो एकदमै सिस्टमेटिक र फ्युचर फोकस्ड अप्रोच हो। अनि यो कामको गति पनि हेर्नुस् न। यो डिजिटल पूर्वाधारको सबैभन्दा महत्त्वपूर्ण हिस्सा, राष्ट्रिय डाटा एक्सचेन्ज प्लेटफर्म 100 दिनभित्रै चलाउने लक्ष्य छ। अब सरल भाषामा भन्दा यो भनेको के हो? यो यस्तो सिस्टम हो जसले एउटा सरकारी अफिसको जानकारी अर्को अफिससम्म सेफ र छिटो पुर्याउँछ, ताकि हामीले एउटै कामका लागि पटक कागजात बुझाइरहनु नपरोस्। ल, अब योजनाको तेस्रो मुख्य विषय, त्यो हो भ्रष्टाचार नियन्त्रण र सरकारी सेवामा सुधार। अनि यी दुईलाई एकै ठाउँमा राख्नुको पछाडि एउटा कारण छ, किनभने जब सरकारी सेवाहरू ढिलो, अपारदर्शी र झन्झटिलो हुन्छन् नि, हो त्यही नै भ्रष्टाचारले जरा गाड्ने ठाउँ पाउँछ। त्यसैले राम्रो सर्भिस दिनु भनेको नै भ्रष्टाचार विरुद्धको एउटा बलियो हतियार हो। यो योजनाले भ्रष्टाचारप्रति जिरो टलरेन्सको नीति अपनाउने कुरा स्पष्ट पारेको छ। अब यो शून्य सहनशीलताको मतलब के हो त? मतलब चाहे त्यो सानो होस् वा ठूलो, कुनै पनि किसिमको भ्रष्टाचारलाई छुट दिइने छैन र सिधै अनुसन्धानको दायरामा ल्याइनेछ।
यहाँ भ्रष्टाचार रोक्न एकैपटक धेरैतिरबाट काम गर्ने स्ट्र्याटेजी देखिन्छ। एकातिर 15 दिनभित्रै एउटा हाई लेभल समिति बनाएर गैरकानूनी सम्पत्तिमाथि छानबिन सुरु गर्ने, अर्कोतिर 30 दिनभित्र विसल ब्लोअरको सुरक्षा गर्ने पोलिसी ल्याउने ताकि भित्री सूचना बाहिर आओस्, अनि 100 दिनभित्र टेक्नोलोजीको प्रयोग गरेर शङ्कास्पद कारोबारलाई अटोमेटिकली पत्ता लगाउने सिस्टम लागू गर्ने। यी तीनवटै कदमले एकअर्कालाई सपोर्ट गर्ने देखिन्छ। अब यी सबै प्रयासको अन्तिम लक्ष्य के हो त? लक्ष्य हो सरकारी कार्यालयमा घण्टौं लाइन बस्नुपर्ने, यता र उता फाँटमा धाउनुपर्ने अनि अनेक झन्झट बेहोर्नुपर्ने जुन अवस्था छ त्यसलाई अन्त्य गर्ने। सोच्नुस् त, पासपोर्ट बनाउनेदेखि लाइसेन्स रिन्यू गर्नेसम्मका कामहरू घरमै बसेर मोबाइलबाटै गर्न सक्यो भने यो योजनाले हो त्यही परिवर्तनको सपना देखेको छ। ल, हामीले अर्थतन्त्र, डिजिटल नेपाल र सुशासन यी सबै योजनाका मुख्य पक्षहरू हेर्यौं। कागजमा हेर्दा त यो योजना एकदमै महत्त्वकांक्षी र पोजिटिभ देखिन्छ, होइन त? तर अब सबैभन्दा ठूलो, सबैभन्दा महत्त्वपूर्ण प्रश्न उठ्छ, के यो साँच्चै लागू होला त? यो टेबलले योजनाको सारलाई एकै नजरमा देखाइहाल्छ। हरेक क्षेत्रमा ठूला ठूला लक्ष्य छन्, जस्तै 30 दिनमै औद्योगिक सुरक्षा संरचना बनाउने वा 100 दिनमै डाटा एक्सचेन्ज सुरु गर्ने। हो, यही डेडलाइनहरूले नै एकातिर योजना कति महत्त्वकांक्षी छ भन्ने देखाउँछ भने अर्कोतिर यसलाई लागू गर्न कति ठूलो चुनौती छ भन्ने कुरा पनि प्रश्न पार्छ। अन्त्यमा भन्नुपर्दा यो कार्ययोजनाले सुधारको लागि एउटा स्पष्ट रोडम्याप त दिएको छ, तर नेपालको इतिहास हेर्ने हो भने यस्ता राम्रा योजनाहरू त कति बने। मुख्य कुरा सधैँ इम्प्लिमेन्टेसनमा गएर अड्किन्छ। अब हेर्नु यो छ कि यो योजना पनि विगतका डकुमेन्टहरू जस्तै दराजमा थन्किन्छ कि यसले साँच्चै देशमा एउटा परिवर्तनको सुरुवात गर्छ। अब यसको सफलता वा असफलताको जवाफ त भविष्यले नै देला।